जय नेपाल। आज पनि मैले केही सानो अपडेट लिएर आएको छु। त्यो अपडेट देशकै लागि हो। देशमा किन अझै पनि एकचोटिलाई भोट परिवर्तन गरौँ भन्ने सोच नआएको होला है। त्यही विशेष गरी त्यही युवाहरू नै बाट भोट एकचोटि परिवर्तन गरौँ, एकचोटिलाई त हालौँ न नयाँलाई भन्ने सोच पनि आएन कि अझै पनि देशमा किन परिवर्तन हुन सकेन। विशेष गरी त ती युवैहरू छन्, जति छन् युवाहरूले अझै पनि सोच्न सक्नु भएको छैन। सोच्नुहोस् एकचोटि, परिवर्तन गर्नुपर्छ एकचोटि। देश परिवर्तनका लागि एकचोटि नयाँ पार्टीहरूलाई भोट हालौँ न। यत्रो 33 वर्ष हालियो त हामीले, 33 वर्षसम्म हालियो भोट उहाँहरूलाई, तर उहाँले केही परिवर्तन गर्न सक्नु भएन। अब एकचोटि नयाँलाई हेरौँ, त्यसपछि फेरि आफ्नै पार्टीमा लगाउँला। एकचोटिलाई त हेरौँ देश परिवर्तन गर्नका लागि। त्यति नै हो मेरो भनाइ चाहिँ। मैले यो भिडियो बनाउँदै गर्दा मैले दुईजनालाई पनि भोट चेन्ज गराउन सक्यो भने म त्यसमै खुसी छु। हस्, धन्यवाद। जय देश, जय नेपाल। यसमा फलो